मूर्ति भनेर चाहिँ के गरेका छन् आसियानका +3 भनेर चाहिँ चिनिने देश जुन चाहिँ आसियानलाई सहयोग समन्वय गर्ने चाहिँ रहेको छ भनेर भन्यो है। अब हेर्नुहोस् है साथीहरू, हामीले सर्वप्रथम अवधारणा कहिले चाहिँ अवधारणा आएको भनेको चाहिँ सशक्त हेर्दाखेरि हेर्नुहोस् है, अवधारणा सन् 1900 कतिमा आएको रहेछ, 61 मा अवधारणा आएको रहेछ। त्यसपछि भनेपछि संस्थापक राष्ट्रहरू पनि चाहिँ स्थापना सन् 1967 अगस्त 8 मा चाहिँ स्थापना भएको थियो। संस्थापक राष्ट्र 5 वटा रहेका छन्, पछि थपिएका राष्ट्र भनेको 6 वटा रहेका छन्, अनि धारा 55 वटा रहेका छन्, उद्देश्य 15 वटा रहेका छन्, सिद्धान्त 2 वटा, अङ्ग 3 वटा, प्रधान कार्यालय इन्डोनेसियाको जाकार्तामा रहेको छ। अनि अवधारणा ल्याउने चाहिँ व्यक्ति भनेको दातुक रहमान भनेको चाहिँ मलेसियाका तत्कालीन प्रधानमन्त्री रहेका थिए। संस्थापक राष्ट्रमा जुन चाहिँ संस्थापक राष्ट्रमा थाई म फिसी भन्ने रहेको सूत्र रहेको छ, थाई म फिसी भन्ने सूत्र रहेको छ। पछि जसमा थाइल्यान्ड, इन्डोनेसिया, मलेसिया र फिलिपिन्स र सिङ्गापुर भनेको चाहिँ संस्थापक राष्ट्र भए। अनि पछि थपिएका राष्ट्रहरू बुमेला भिक भन्ने रहेको छ, अनि ब्रुनाई, म्यानमार अनि लाओस र भियतनाम, कम्बोडिया र पूर्वी टिमोर गरेर चाहिँ कतिवटा राष्ट्र रहेका छन्, 6 वटा राष्ट्र। पछि थपिएका थिए आसियानका त्रिमूर्ति भनेर चिनिने देश पनि थाइल्यान्ड, इन्डोनेसिया र मलेसिया पनि चाहिँ 3 वटा त्रिमूर्ति भनेर रहेका छन्। आसियानका +3 भनेर चिनिने अथवा +3 सहयोग गर्ने चाहिँ सदस्य नभए तापनि